अब एससीको रिजल्ट पनि आयो है। पक्कै पनि मेरो ढेलु छोरोले ए प्लस ल्याएछ कि एफ प्लस ल्याएछ मलाई चाहिँ शङ्का लाग्छ। फेरि डिस्ट्रिक्टेसन हानिहाल्छ के। ए छोरो भाइ त ढेलु। हजुर बाबा। बाहिर आइज छोरो। भन्नु बाबा। अनि के छ त रिजल्ट के कस्तो भयो? पक्कै पनि मलाई शङ्का त लाग्छ ओल्ड टप त हाने होलास् नि। रिजल्टको कुरा गर्नुहुन्छ? चान्चुने बाउको छोरा हौ म। एक मात्र टुन बहादुरको सुपुत्र हौ, सुपुत्र। कुरा गर्नुहुन्छ रिजल्टको तपाईँ? यो अधिराज्यभरि यस्तो रिजल्ट कसैले ल्याएको थिएन क्या अहिलेसम्म बाबा। तपाईँकै पाइला पछाएको छु नि मैले, तपाईँकै पाइला। भनेपछि 7 विषय लाएर मरेछ नि तेरो नसुने। क्या न गाली गर्छौ भाउ? पहिला आफूलाई हेर न। यसलाई के भन्छ हेरिडिटी के हेरिडिटी वंशानुगत। उही बेला तिमी राम्रो भइदिए भए, तिमी पास भइदिए भए म अहिले पास हुने थिएन। जस्तो बाउ उस्तै छोरा। तेरो घिना मान्नु टोक्या। तेरो पालामा कति सेवा सुविधा छन्, हाम्रो पालामा थिए र? 2 घण्टा बाटोमा स्कुल पुग्नलाई लाग्थ्यो। त्यही पनि उता सरहरू तास खेलेर बस्थे, हामीहरू गुच्चा खेलेर बस्थे। तर त्यति गर्दा पनि तेरो बाउ चाहिँ शिशु कक्षाको टपर हो। माछा चित्र भ्याउता चित्र फटाफट चित्ते फटाफट। भोको धेरै फुइलाउनु पर्दैन। देखिरहेको छु त कोट्यालेन भनेर। देखिरहेको छ नि त हामीले साले लत्तुहरू। हामी जस्तो हुनु पर्ने ट्यालेन्ट। जमानामा हाम्रा बाउले स्कुल टप्याउनु गरे, अहिले मैले पनि स्कुल टप्दिएँ नि त यासी म। चिप लाग्छ रे। मलाई थाहा छैन तेरो बाउको बारेमा। एसएलसीमा 5 वर्ष लगातार फेल भएर गदा छाप लगाइ पायो। मलाई थाहा हुन्न र तैँले के ल्याएर ल भन्दै? मेरो के कुरा गर्छौ र? मैले त सबै विषयमा यान्जी ल्याइदिएको छु नि। त्यति खतरावाला मान्छे हो। बाबु यान्जी मतलब नाइस ग्रेड। देखिस् नेपाल त भनेछ सेक्सीले। त यो सेक्सीको गु खानु पर्ने के? यसका मुखमा हक दे त। तिमी खाऊ न गु। पढ्दा अनपढ केही थाहा छैन। यान्जी भनेको नाइस ग्रेड। नाइस ग्रेड त नाइस ग्रेड। यान्जी भनेको नन ग्रेड। 7का 7 विषय लागेछ। तर सेक्सी के भएको? अर्का घरमा आएर भन्ने बाउलाई मेरा बाउ तेरा बाउ जस्ता हुन् अपराधीका सन्तान। तेरा बाउले वहाँ जेल गएर नाक काटेछन्। नाक काटेछन्। जस्तो बाउ उस्तै छोरो आइकन अर्काले भन्ने बाउ सुब्लाक। खुबै हाम्रो बाउको खुपी छ र जेलमा गया। तेरा बाउको खुपी छ। तेरा बाउले के गरिरहेको छ? तेरा बाउलाई हात गोत्याएर हुन्। हाम्रो बाउ त बाठा चनाका ट्याक्करलाई ठगी खान सिक्ने बाउ हुन्। अहिले हाम्रो बाउ जेलमा बसे पनि उहाँ 84 व्यञ्जन कब्ला खाइरहनु गरे। उहाँ पुन गरिरहेको थियो मलाई। सिधै फुर्ती लाउने रहेछ बाउ। मेरो बाउ जस्ता यवान बाउ हुन्। बाबा शेर सिंहले भनेको कुरा साँचो हो के? जेलमा 84 व्यञ्जन खान्छन् र? जाऊ जाऊ चुर गएर हेरेर आऊ त। जाऊ त खाएर जुन के गरेर जाऊ त। कोहलपुरकै बेस्ट बारिस्टा स्कुलमा बारिस्टा ट्रेनिङ सुरु भइसकेको छ भने यताउता दिमाग किन घुमाइरहन्छै? आफ्नै कफी रोस्टिङ फ्यासिलिटी, क्याफे र रेस्टुरेन्ट भएको बारिस्टा ट्रेनिङ स्कुल भएपछि you'll have the chances to practice, internship and even get the job right here. बेसिक क्लासेस जुन 15+5 20 दिनको हुनेछ त्यसको फी मात्र 15,000 रहेको छ र 30+5 दिनको एडभान्स कोर्सको फी मात्र 19,600 रुपैयाँ रहेको छ। If you want to be a professional barista, let's not settle for less. Let's learn from the best. यही हो जेलको 84 व्यञ्जनको खाना खाने तिमीहरूले। लौ खाऊ गोरुले खाने कुडो। हैन हो इन्स्पेक्टर साहब, के नचाहिने काम गरिराख्नु भएको छ तपाईले? यो के गोरुले खाने कुडो खाने जस्तो देख्नु भयो हामीलाई? तपाईहरु भनेपछि त्यहाँ मेसमा मिठो मिठो खाना खाने, हामीलाई भनेपछि यस्तो कुडो दिने यार। तपाई पनि के भन्नु यार? चाहिन्न पर्यो। युकेमा 12-13 वर्ष बसेको मान्छे हुम्केर नि चाहिन्न पर्यो। घरमा त चाहिने नेपालमै भए पनि चाहिन्न पर्यो। बिहान चित्तलको मासुसँग भात खाने मान्छे, बेलुका कालिजको मासुसँग भात खाने मान्छे र दिउँसो नास्तामा पनि लोकल कुखुराको मासु खाने मान्छे, यस्तो झोल खाने मान्छे देख्यौ? चाहिन्न पर्यो। के हो पारा इन्स्पेक्टर साहब? हामी पनि खान्थ्यौँ नि खाना त। हामी पनि आन्द्रा खान्थ्यौँ। आन्द्रा सबैको आन्द्रा खान्थ्यौँ नि। यस्तो दिनुहुन्छ यार। चाहिन्न पर्यो। यो हेर्नुहोस् त, यो झोल के हो? यो भैँसीले दिने कुडो चकेर काटे। मिठै मिठ खाने बानी परेको मान्छे यो त मिठो होइन नि यार। यो र मिठ खाने घाँटी किरा पर्ला र खाने यही खाएन र यही पनि लैजान्छ। फेरि हल्ला गर्दो रहेछ तेरो अपराधी साले। ममा गइए खाने पनि नखा। इन्स्पेक्टर साहब नआउनु नि। इन्स्पेक्टर साहब गल्ली अब के हान्ने त? अब केही नखाने नि, यो त खानु पर्यो त। चाहिन्न पर्यो। के गर्नु? 2 दिन भइसक्यो भात नखाएको। भात खाने
अनि यो भाँडा धोएर मलाई दिने भात यो भात हो कुँडो दिने भात भन्ने तालको माछी तालैमा ढाकुटे जेलैमा सररर जेलैमा जेलैमा। नमस्ते मुखियाजी। ओहो नमस्ते लार्बा कता? म त हजुरलाई नै भेट्ने भनेर आएको। ओहो मलाई भेट्न किन आयो त लार्बा? तिमी जस्तो त मेरा छोराछोरी छन् त किन भेट्न आयो त मलाई? ल यो मुखियाजी पनि बुवा हजुरलाई जेलबाट छुटाइदिनुहुन्छ कि भनेर आएको। ए त्यस्ता घुसखोरीलाई के जेलबाट छुटाउनु? बुवा हजुर भन्ने होइन तिमीले। अब मलाई भन के काजीलाई बुवा भन भइहाल्छ, अरू कुरा छोडिदेऊ। त्यसलाई त मैले बरु 2-3 लाख रुपियाँ दे त्यसलाई भित्र हाल भनेर राख्ने मान्छे अब छोडिदेऊ। प्लिज मुखियाजी। ओहो यो प्लिज भन्ने शब्दले त फेरि ठ्याक्कै मुटुमा छन्छ क्या त। यो ढुङ्गा पनि पक्लिन्छ होला, त्यो मेरो मन हो नि पक्लिहाल्छ। ल जामिना ल जामिना छुटाउनु पर्छ, तिमी बालाई छुटाउनु पर्यो। ल लार्बा तिमीले भनेर मात्रै यो भ्यागुतेलाई मैले छुटाउनु लाएको हेर। न त त्यो भ्यागुते छ नि, भ्यागुतेलाई त 700 वर्ष जेल हुने मान्छे हो त्यो, बुझ्यौ? 700 वर्ष पनि कोही बाँचेर मुखियाजी? ए 700 वर्ष भने तिमीले बुझेनौ क्या। तिम्रो बाउ मरेपछि बाउले सजाय काट्यो होइन, बाउको हड्डीले काट्छ, हड्डी भित्रको पनि किराले पनि सजाय काट्ने हो के, बुझेनौ लार्बा? हो र मुखियाजी, त्यसो भए त हजुरले मलाई ठुलो गुण लाउनु भयो। थ्याङ्क यू सो मच। ओहो फेरि थ्याङ्क यू भने यो थ्याङ्क यू भन्ने शब्द कसले आविष्कार गर्यो होला? मेरो त मुटु नै छोयो नि। ओहो ल न टेन्सन नगर, म तिम्रो बालाई 2 मिलियनमा जितिदिन्छु। मुखिया हो त यार गाउँको, किन टेन्सन गर्छ होइन? के साह्रो पानी परेको। यो अपराधीहरू त पापी रहेछन्, पानी पारिदिएर यहाँ। इन्सपेक्टर साहब जय नेपाल है। जय नेपाल जय नेपाल। ल के कामले आयो भन त? काम त केही थिएन, त्यो हाम्रो भ्याउते रामलाल छ नि साह्रै टिट दया लाग्यो, यसो भेटघाट गरौँ के भनेको। एकचोटि बोलाइदिनु न। एकछिन रोक है, म बोलाइदिन्छु। ए भ्यागुते र रामलाल यहाँ तिमीहरू बाहिर आऊ त। चरी जलैमा हो चरी जलैमा हगरु देलैमा। के छ रामलाल, मामा घरको भात कस्तो लागिरहेछ? अब बिहान साँझ मासु भात चाहिने मान्छे यहाँ गोरुलाई दिन कुडो कस्तो लाग्छ कुन्ने? तर सुबे जस्तो छ है, ज्यान पनि मोटो मोटो देख्छु। ए धनबहादुरजी तपाईँको टाइम सक्यो अब। 1 मिनेट है। अनि के छ भ्यागुते, तपाईँको टिप्स एन्ड ट्रिकले त आनन्द दिइरहेछ नि। सुँगुरको खोरमा हुलाइ पाउनु भएको छ क्यारे, बोल आनन्द लाग्छ है। अब यिनीहरूलाई अझ बाँकी 2-4 वटा केस अरू थप्दा पनि हुन्छ के? यिनीहरू गाउँका फटाहरूलाई 2-4 केस त त्यसै थप्न मिल्छ होला नि त। चाहिनु पर्यो धनबहादुर चाहिँ के हो पारा तपाईँको? मान्छे 3 दिन भइसक्यो जेलमा बसेको। चाहिनु पर्यो यो गाउँमा बसेर एउटामा कहिले काहीँ गल्ती भइहाल्छ नि। चाहिनु पर्यो मिलाउने ठाउँमा झन् लम्ब्याउ नि। तपाईँ नि केही बोल्नु न काटे। ए माइला, तर म त नुन काट्ने छिमेकी होइन हौ। तेरो छोरा मर्ने बेला मेरो छोराले नुन बार्छ भने यही होइन। म अलिकति कुरा मिलाउने ठाउँमा, सपोर्ट गर्ने ठाउँमा, एकअर्कालाई हार अधार गर्ने ठाउँमा तँ यो किनभने नाति यो ढुवाना नाच्चो गरेर इन्सपेक्टरलाई उच्काउँदैछस्। रामलाल साह्रै टिड लाग्ने पो कुरा गरिस् त। अनि के छ चौकीमा सुत्ने व्यवस्था कस्तो छ? सुत्तीको व्यवस्था छ कि छैन? छैन भने मसँग 1 डोज छ हाल्छस् त? अनि झुलको व्यवस्था छ कि छैन यहाँ? गाउँ बिहा मात्र भन्नुहुन्छ कि बिहाको त्यति डाँस मुच्छेड काला मुच्छेड अनि उहाँ जङ्गलमा पाइने काला मुच्छेडले टोकेर यत्रोबाट भान त्योबाट कहाँ छन् भन्ने म तँलाई एकान्तमा भेट भए पनि देखाउँला है माइला। अहिले झर्को नभन् माइला, मलाई केही पनि हुँदैन, म फर्किकन आउँला। लास्टै मच्छरले टोक्छन् माइला यार, घरको चिसो हावा याद आउँछ। रामलाल कस्तो दुःख हुँदो रहेछ है? यस्तो हुन्छ भने मैले त सपनामा पनि सोचेको थिएन। फेरि एकताल भन्छ के हुँदो रहेछ? मैले अलिकति सुनिनँ क्या राम्रोसँग। अरू क्या हुनु र माइला, काला जङ्गलका मुच्छेड बाबो, यत्रो चिल्दान बाबो बडा मात्रै छन्।
ओहो राम 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 यी मेरा फुट्टा कानले के सुन्नु परेको यस्तो पीडा छ है एकताली बरु यो भ्याउतीको मुखबाट पनि सुन्न पाए हुन्थ्यो चाहिन नपर के हो के रामलालजी झन् चाहिन नपर यो घाउमा मलम लाउन भन्दाखेरि चाहिन नपर यस्तो जेला पराए बेला पनि उल्टो चाहिँ चरेस लाएर जान्छ नि कस्तो खालको हो पारा यस्तोसँग यस्तो ठुलो कुरा गरिसक्यो पुरा सुनिरहन्छ हिँड्नुहोस् तपाईँ म त्यही ठिक छ बरु पुरुषले केही टोक्दैनन् हामीलाई त हाम्रोमा त सल्फै एसी छ हिमी स्टारको बिग्रिया चाहिँ इन्सपेक्टर साहबले सल्फै अनि एलजी कम्पनीको ल्याइदिनु भएको छ हामीलाई त मजा छ नि यी भाते कहाँबाट एसी हुनु मलाई थाहा छैन र मुच्छे चिलिया सुन्दाखेरि कस्तो आनन्द भएको थियो इन्सपेक्टर ल धनबहादुरजी तपाईँ चिन्ता नगर्नुहोस् तपाईँ अहिले जानुहोस् यिनीहरूको व्यवस्था म गर्छु भाटाका भाटा आन्छु अहिले यिनीहरूलाई म ल म चाहिँ लागेँ यी डाकाहरूलाई अझै 4-5 भाटा दिनु होला कि बिहान साथ भात खानुभन्दा अगाडि भात नखानुभन्दा अगाडि 2-4 भाटा थपिदिनु होला आनन्द भएको छ ल मुखियाजी यस्ता अपराधीहरूलाई त छोड्न त नमिल्ने हो यिनीहरूलाई त जन्मकैद हाल्ने हो तर तपाईँ आइसकेपछि कानुनले पनि हार खाँदो रहेछ ल इन्सपेक्टर साहब आफ्नो मान्छे हो छोड्नु पर्यो त आज खुकुरी छ भोलि तारा थपेला टेन्सन नगर्नु न मुखिया छ त छोडिदिउँ इन्सपेक्टर साहब हामी पनि काम लाग्ने मान्छे हो होइन भ्यागुतेजी तपाईँको बरु तारा थप्ने काम मेरो भयो के कस्ता कुरा गर्नुहुन्छ रामलालजी हामीले युकेमा 12-13 वर्ष बस्दाखेरि हामीले हलदार र सिधै एसपी र सिधै लेसनायक बनाएको मान्छेको पनि चाहिनु पर्यो कति छ कति ट्रिप्स एन्ड ट्रिक्स त साला अपराधीहरू आफैलाई छुट्न धौधौ छ आज मुखिया आएर छुटा छन् आज ठुला गर्छौ तिमीलाई फेरि थोनिदिन्छु म ए छोडिदिनु न इन्सपेक्टर साहब बस्नु न छोड्नु तपाईँ तातो खुनो केटाहरू गरिहाल्छ नि अहिले छोडिदिनु तपाईँ बस्नु टेन्सन नगर्नुहोस् ल मुखियाजी तपाईँले भनेर यिनीहरूलाई अन्तिम चान्स दिएर मैले छोड्दैछु फेरिदेखि अब यिनीहरूले यस्तो काम गऱ्यो भने यिनीहरूलाई म जबरजस्ती गराउनेमा हालिदिन्छु है भित्र फेरि याद गर्नु होला ल यहाँ सिग्नेचर गर्नुहोस् लगेर जानुहोस् यिनीहरूलाई ल ल ल यहाँ सिग्नेचर गर्नु ल इन्सपेक्टर साहब धन्यवाद तपाईँलाई है ल ल ल ल अबदेखि यस्तो गति नगर्नु हो फेरि फटाहरू आऊ लार्बा छोरी आऊ 2-4 दिन भयो भने जेलको हावा खाइयो मुखिया मान्छे त मलाई राम्रै ठिकै लाग्यो चाहिनु पर्यो एकदमै सही मान्छे है चाहिनु पर्यो त्यस्तो त्यो कुँडो खाएर नि कोही बस्छ त्यस्तो जेला ठगहरू कस्तो अलक्षिना बाटोमा भेट्यो यार बरु जेलदेखि आए थुक्क लाज नभएकाहरू मम्मी खबर आयो भित्र भाग्नु देख्नुभयो भ्यागुतेजी आज तपाईँले गर्दाखेरि कत्रो यो बच्चा वृद्धले समेत हामीलाई ठग भन्ने लाग्यो कि मेरो हैसियत यो म ठग हुँ होइन के रामलालजी चाहिनु पर्यो हो के तपाईँलाई मैले भनेको थिएँ र लौन हो आफै भने होइन मलाई लौन भ्यागुतेजी यति राखिदिनु पर्यो मलाई टप 5 मा निकालिदिनु पर्यो भने होइन ल भ्यागुतेजी अब जे भयो भएको अब त्यस्तो नगर्नु पर्ने थियो अब ठगी खाइएको अब केही गर्नु पर्यो यार मुख देखाउनु लाज भयो यार गाउँमा यार तपाईँ टेन्सन नलिनुहोस् के मलाई ट्रिक आइसक्यो ल हिँड्नुहोस् तपाईँ अब रामलालजी तपाईँलाई मेरो टिप्स एन्ड ट्रिक्स एकदम यो अनलाइन संसारको सबैभन्दा टप मान्छेको टिप्स एन्ड ट्रिक्स कति यो मास्क लगाएर पनि कसरी चिने पाप ढुरीले छक्दैन मुकुन्ड लगाएर गल्ती हुँदैन ए भ्यागुतेजी यार यो मासलाई पनि गन्नाले चिनिहाल्ने रहेछ धत भाले मास यार तपाईँ पनि चाहिन्न पर्यो के हो यस्तामा कामै छैन यस्तो हो के मेरा भाइ यति
इमान्दार हुन् कि बड्डा गाउँकै नम्बर 1 इमान्दार हुन् के तर यो भ्याकुचेको पछि लागि यति फटा भइसकेका छन् नि मेरा बालाई म के भन्छु भनेपछि अब घर आएपछि बा हेर भ्याकुचेको पछि नलाग ए बा आइसकेको रहेछौ त तेरो बालाई त पुलिसले सल्युट हानेर जानु भन्यो नि ए मेरा बा चाहिँ इमान्दार हुन् के फेरि इमान्दार हुन् तर चाहिँ बाबु त्यो भ्याकुतेको सङ्गत चाहिँ अब गर्ने होइन बा गर्ने होइन त्यस्ता भ्याकुतेको सङ्गत गरेर हुन्छ अलिकति छोरी अलि राम्री ब्युटिफुल लागेर मात्रै तिमीलाई म भ्याकुतेसँग हिँड्न दिन्छु नत्र त म कहिल्यै पनि हिँड्न दिन्थेन नि बा भ्याकुतेकी छोरी च्वाक छ ब्युटिफुल छ भनेर मेरा अगाडि यस्ता फुर्ती नथे भ्याकुतेका सन्तानका नाम मलाई नलग मलाई त फेरि ताना यस्तरी बुरबुर उठ्छन् कि फेरि मेरो दिमाग खराब हुन्छ त्यहाँ बाजे ससुरा मामा माइजूका बाजे ससुराका पनि नाम नलग तिनीहरू सन्तानमा जोडियो भने चाहिँ मलाई रिस उठ्छ त्यो भ्याकुतेले गर्दाखेरि आज म जेल पुग्न पऱ्यो त यस्तो हाई खाइ लाउँ भन्ने जवानीमा गाउँमा मेरो कत्रो इज्जत छ म अहिले आएर जेलमा पस्ने हौ त्यसका त सन्तान मन्ताले पनि टिप्स एन्ड ट्रिक्स लगाउँछन् भएन भने त्यहीका भोलिपर्सि छोराछोरी यत्रै 5 महिना छोराछोरी भयो भने तिनले पनि टिप्स एन्ड ट्रिक्स लगाउने कसरी दुध खाने भनेर तिनलाई त मैले बाबा यो माडे हुन पनि निकै गाह्रो जेल जान पर्ने पिटाइ खान पर्ने पुलिसको आफ्नो सम्पत्ति लुगाउन पर्ने यदि म पुलिस भइदिएको भए बरु बलात्कारले रिहाई गर्थे यस्ता घुस पिस खाने लुट्ने ठग्नेलाई त म सिधै टङ्गाइदिन्थे अब त्यति मात्र कहाँ हो र छोरा यो माडे भइसकेपछि त लास्टै डर भ्याइ हुँदो रहेछ के अब सम्पत्ति लुटेला भन्ने डर सम्पत्तिमा किडा धमिरा लागेला भन्ने डर भ्रष्ट होला भन्ने डर बाबा कि हामी शेरसिंहका 2 बाउ छोरालाई पालौँ हाम्रो घरको रेखदेख पनि हुने हामीलाई राम्रो पनि हुने र यिनीहरूले बिहान साँझ कल खान पनि पाउने अब पाल्न त हुन्थ्यो छोरा फेरि यो भुसिया कुकुर जर्मनी सेफर जस्ता हुन्नन् के मालिकलाई टोकिदिन्छन् देख्यौ बा आज तिम्रो ठगीको परिणाम गाउँमा तिम्रो पो इज्जत छैन त मेरो त छ नि मेरो वहाँ नेतासँग पहुँच र पावर छ कस्ता मान्छेसँग म हिँड्छु तिमी त गाउँमा ठग्दै हिँड्छौ बाउ नभइदिएको भए यी मुखसुख कुच्चाइदिन्थेँ मैले दुनियाँलाई ठगेर हिँडेका छन् मेरो त इज्जत राख न गाउँमा अलिअलि तैँले पनि मलाई यस्तो भने आज सबैले मलाई हेप्या मैले आज तँलाई मारु कि बाउ नभइदिएको भए 2वटा दाँत झारिदिन्थेँ मलाई धेरै नआन आज त म यहाँ के हुन्छ आज के पो हुन्छ मेरो धेरै अपमान भइसकेको छ योभन्दा धेरै म सहन सक्दिनँ मेरो पनि पहुँच र पावर कहाँसम्म छ म तँलाई पनि देखाउँछु अब मैले के गर्छु पछि थाहा हुन्छ बड्डा फेरि सन्की छन् गएर इन्सपेक्टरलाई आन्दोलन भन्ने डर अरे बाबा कतै रामलाल काका काल निम्ताउनु त गएनन् अब यस्ता चोर फटा डाकाहरू अब काल निम्त्या के भयो त अब हामीले निम्त्याउनु भएन यिनीहरू बाँध्नु हुँदा यहाँ गएकै बेस क्या जो ज्यापो गरौँ बुवा हजुर 12 वर्ष युकेमा बसेर कमाएको इज्जत सबै माटोमा मिलाइसक्यो चाहिन्न परो के कुरा गर्छौ हो गाठे छोरी कौन सा युकेमा चाहिँ के को इज्जत हो र हाम्रो अब तिम्रो हजुरबाउले चाहिन्न परो पुरै अर्काको सुहानी ल्याएर हिँडेर कता हिँड्ने बुढा तिम्रो काकाले झन् भैँसो किन्दा 2टा चाहिँ पाडो उपहार लिएर आए चाहिन्न परो फुपूको त झन् कुरै नगर माइती बसेर 4 बेते ब्याइदिए फुपू कौन सा के इज्जत हो र अब नेपालमा आएर यसो हुन्छ कि भनेको नेपालमा नि त्यही भयो बुवा हजुर गाउँमा सबैले ठक्को छोरी भन्न थालिसके चाहिन्न परो ना छोरी तिमी कस्तो ठक्को कुरा गर्छौ तिमी कहाँ छौ थाहा छ नेपाल भन्ने देश आएको छौ के को ठक्को कुरा गर्ने यहाँ मान्छे यहाँ लौडा खाएर बसेका छन् लौडा भन्ने विमानै खाएर यहाँ प्रधानमन्त्री भएर बसेका छन् तपाईँ यहाँ बस्नुहोस् त उस्तै पर्ने हो भने यहाँ मुन्छे बेचेर मुन्छेलाई हुल्का हुल विदेश पठाएर यहाँ गृहमन्त्री भएर बसेका छन् यस्ता देश आएको छौ के को ठग एउटा कालले सुन्ने अर्का ठालले उडाउने हो यो टेन्सनै नलिनुहोस् कि रामलाल जे तै पनि यहाँ टेन्सन कहाँबाट नलिने मलाई त यहाँ मुठी बास लाउनु लाग्यो कति सहनु आज त मलाई माइलाले मार्नै लाग्थ्यो नि के भन्यो
छोराले झन्डै नोक पस्काइदिन्थ्यो मलाई कसम म त के भन्ने म त सक्दिनँ म मर्छु टेन्सन नलु हेर छोरी टेन्सन नलु सहनुको मतलब हार्नु होइन तपाईँ टेन्सन नलु हिँड्नुहोस् म तपाईँलाई आज राम्रो ठाउँमा लान्छु यहाँ तपाईँलाई हाम्रो यो गाउँमा गएको इज्जत फेरि फिर्ता ल्याउँछु हिँड्नुहोस् साइन नपर घुमेको इज्जत फिर्ता गर्न हिँडेको हिँड्नु